जुन दिन जनकपुर बोल्छ सुदूरपश्चिमको गेम हुन्छ त्यो दिन त यत्तिकै ब्लास्ट हुन्छ होइन। रातिको गेम होइन, सबभन्दा हामीलाई डर लागेको चाहिँ कहाँ भने सुदूरपश्चिमको फ्यान बेस यस्तो क्रेजी छ होइन, दामी छ। जनकपुर बोल्सको पनि उत्तिकै क्रेजी छ है। र जुन दिन जनकपुर बोल्छ सुदूरपश्चिमको गेम हुन्छ त्यो दिन त यत्तिकै ब्लास्ट हुन्छ होइन क्रिकेट जगतमा। खास गरेर रातिको समय जब गेमहरू हुन्छन् फ्यान बेसमा केही त्यस्तो क्लासहरू हुने हो कि भन्ने त्यो खेलाडीलाई त्यस्तो चिन्ता पनि हुन्छ, लाग्दो रहेछ के हुन्छ? योभन्दा अगाडि चाहिँ अब एकदमै त्यो दुइटै टिमको अब हुन्छ नि दर्शकहरूले फाइट पनि गर्नुभयो, तर त्यस्तो नगरिदिनु होला। किनभने अब हामी त खेलिरहेछौँ नेपालको लागि, नेपालले राम्रो गर्ला, अब सबै कुरा नेपालमा भइरहेछ। एकअर्का अब अहिले मिलेर हेरिदिनुहोस्। अहिले चाहिँ हामी जस्तै विराटनगर, जनकपुर, सुदूरपश्चिम भनेर अलग अलग छौँ भने यो एनपिएल सकेपछि चाहिँ जस्तै अब केही पनि गेम हुन्छ भनेपछि हामी नेपालबाटै रिप्रेजेन्ट गर्ने हो। सो सबैले अब नेपाललाई जति माया गरिदिनु भएको छ, जस्तै फ्यानले एकदमै हामीलाई सपोर्ट गर्नुहुन्छ, त्यसै गरी पोजिटिभ रूपले सपोर्ट गरिदिनु होला। जित हार भइहाल्छ यहाँ एनपिएल, अब गेमहरूमा आफ्नो सपोर्ट चाहिँ गर्ने त्यो त भइ नै हाल्छ, सपोर्ट गरिदिनु होला सबै। अन्तिम दिन पोहोर हामीले जिमिनिसमको जुन प्ले देखेका थियौँ, सुदूरपश्चिमलाई बडो दुखाएको थियो जिमिनिसमले जनकपुर बोल्सबाट। यसपटक उहाँ लगभग नआउने कुरा भइसकेको थियो, तर यद्यपि टर्निङ पोइन्ट आएर उहाँ पोखरा एभेन्जरमा आउँदै हुनुहुन्छ। जिमिनिसमको फेरि कमब्याकलाई लिएर तपाईँले कसरी फिल गर्दै हुनुहुन्छ? एकदमै राम्रो। अब उहाँ जस्तो प्लेयर हामीले नेपालमा आएर खेलिराख्नु भएको छ, त्यो हामीले धेरै उहाँबाट पनि सिक्न पाउँछ के कसरी खेलिन्छ। अब योभन्दा अगाडि जनकपुरबाट खेल्नु भयो, अहिले अब पोखराबाट आउँदै हुनुहुन्छ सुने। एकदमै राम्रो हो हाम्रो लागि, अब देशको लागि सब